हेलो नमस्ते सबैजनालाई। आज चाहिँ फेरि दाउरा खोज्नुतिर जाँदैछौँ हामी जङ्गलतिर। दाउरा छैन रहेछ आज चाहिँ। अब कसरी भारी पुऱ्याउनु हो भन्दा यहाँ एउटा भेटे। यतिको चाहिँ हुन्छ होला। जङ्गल ओए चारो पनि पाउँछ क्या हो यतातिर त। तल तलतिर त चारो जस्तो छ है। यो चाहिँ भारी लगाइदिनु भएको सीमाले, मलाई चाहिँ भारी लाउनु आउँदैन। यस्तो यस्तो राम्रो राम्रो भारी लाउनुहुन्छ। चटक चटक परेको। त्यो चाहिँ भरे बिच बिचमा घुसार्नु होला नि। हेलो इज्जतको सवाल छ है। ल है भारी पुग्दैन रहेछ कि क्या हो नि। अलिक त पुग्दैन होला हौ। तिनीहरू चाहिँ लगभग भारी फाइनल भइसकिसक्यो। तल लाउँदै हुनुहुन्छ। यो घाँसको भारी पनि लानु। बाख्रालाई घाँस यसरी लाउँदाखेरि कस्तो हुन्छ होला नि। अहिले चाहिँ लोभ गरौँ न। अहिले उकालोमा चाहिँ कुचल्नी कहिले पनि भारी पुर्याउँदैन, मैले दिनुपर्छ। 3-4 चोटि दाउरामा गइसक्यौँ होला, तर मैले 3-4 चोटि दिएँ। बल्ल बल्ल अनुजको भारी पुग्छ। यो केटी है हेरिराख्नु। पल्लोको हरियो कि निलो भेष लाउने, यो छ्या 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 भन्ने। भारी पनि खतरा लगाइहालेछ। हुँदैन हुँदैन। फेरि उसको अलिक चिसो चिसो ऊ त्यो ठुल्ठुलोहरू हेर्नु न, अलिक चिसो छ कि। कस्तो राम्रो देखिँदो रहेछ है वन जङ्गलमा पो। आमामा बाहुबलीहरू यहाँ 2जना। बाहुबलीहरू 2जना। यत्रो भारी 2जनाले उचालेर माथिसम्म ल्याइ पुर्यायो। झन्डै घोप्टिँदा चाहिँ भन्नु न। अनि उसको पुछारमा समाइन्छ नि, नभए गइरहेको तिम्रो भारी। भारी त दरै छौ। राम्रो कसम यस्तो राम्रो राम्रो दाउरा त लु।
खोज्दा पनि भेटाइ अलि उँधो निहुर त अलिकति उँभो चाहिँ हातले चाहिँ ठेला न उँधो उँभो अँ 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 फाइनली हामी आइपुग्यौँ दुःखको परिसरमा। हात पनि सफा छ